आज चाहिँ हामी लक्ष्मी दिदीको घर पैयाँ तल जाँदैछौँ। हामी चाहिँ यो यत्रो उकालो हिँडेर आयौँ। त्यो उता चैनपुरबाट आएको थियौँ है। पैयाँ तल अलि टाढा छ यहाँबाट, जाँदैछौँ। उकालो कटिसकेपछि अलिक समतल बाटोमा अलि सडकमा हिँडिसकेका छौँ। कच्ची बाटो छ है। त्यो ठाउँमा चाहिँ साँझ बिहान अलि जाडो भए पनि दिउँसोतिर चाहिँ गर्मी नै छ। शीतल हावा लागिरहेको भएर चाहिँ एकदम शीतल अनुभूति भयो। हामी अलिअलि शीतल भएको ठाउँमा विश्राम गर्दैछौँ। ओहो, गर्मी चाहिँ हुँदो रहेछ है। मैले एउटा कुरा पत्ता लगाएँ नि, खासमा धेरै हिँड्यो भने थाकिँदो रहेछ नि। म आज थाकेँ कि त्यति धेरै टाढा पनि होइन होइन, तर थाकेँ कि। यति ठुलो कुरा पत्ता लगाउनु भएको रहेछ है। भने हामी त कहिले थाक्दैनौँ हिँड्यो भने। अहिले हामी लक्ष्मी दिदीको घर पुगिसकेका छौँ। यो लक्ष्मी दिदीको घर हो पैयाँ तल। कस्तो राम्रो छ, अगाडिबाट घाम लागिरहेको छ। हामीले भर्खरै खाना पनि खायौँ। अनि खाना खाएर चाहिँ अहिले गफगाफ गरिरहेछौँ। जो रमाइलो भयो आज। अब यसपछि हामी खाना खाइसकेर हामी अब चैनपुरतिर आफ्नो रुमतिर फर्किँदैछौँ। अहिले चाहिँ हामी लक्ष्मी दिदीको घर पैयाँ तलबाट आफ्नो रुमतिर फर्कदैछौँ। अब खै कति समय लाग्छ, 1 घन्टा 15 मिनट जति त लागिहाल्ला कम्तीमा पनि। अघि जाने बेला उकालो थियो, अहिले ओह्रालो छ। अहिले चाहिँ अलि शीतल भएको छ। अघि जाने बेला चाहिँ धेरै घाम लागेको थियो। अहिले हामी लगभग आधा बाटोनिर पुगेका छौँ। अब चाहिँ हामी यो सिमखेत पुग्दैछौँ। तल देखिने यो सिमखेत हो। यो सिमखेत हुँदै सिमखेतको झोलङ्गे पुल क्रस गरिसकेपछि हामी चैनपुर पुग्छौँ। अहिले चाहिँ हामी चैनपुर पुगिसक्यौँ। हिँड्दा हिँड्दै थकाइ लागेकोले अहिले यो पिपल चौतारीनिर 2 मिनट रेस्ट गर्दैछौँ। फेरि आफ्नो रुमतिर लाग्छौँ।